गाइस पानी परेछ त्यही भएर म चाहिँ छाता ओढेर हिँड्छु डर पानी डर्के यहाँ आउँदा बित्तिकै यो चाहिँ समुद्रको पानी ट्याक्क यहाँदेखि सर खोला बोकिरहेको खोलामा लाइटमा त्यहाँ यो चाहिँ एउटा गार्डन जस्तो अनि सो नमस्ते गाइज एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग यो भ्लग चाहिँ मैले धेरै दिनपछि बनाउँदैछु यस केही चेन्ज देख्नु भएको छ सायद देख्नु भएको छैन होला किनकि म पहिला नि काले थिएँ अहिले नि काले नै छु जस्ट जोकिङ तर इट्स रियल म पहिला नि काले थिएँ अहिले नि काले छु त्यही हो अनि त्यहाँबाट आज चाहिँ धेरै दिनपछि भ्लग गराउँदैछु आज चाहिँ म ओस्लोदेखि पोस्टग्रुन भन्ने सहर जाँदैछु अहिले चाहिँ हाम्रो यहाँ पोस्टको फेरि भनेको समर त्यस्तै इस्टर होलिडेज चलिरहेको छ त्यस कारणले गर्दाखेरि म चाहिँ आज यो पुरै हप्ता त्यो इस्टर होलिडेज भएको कारणले म चाहिँ छुट्टीको कारणले अब पोस्टग्रुन भन्ने सहर जाँदैछु ओस्लोदेखि मेट्रो सेन्टरसम्म मेट्रो लिएर जान्छु म सुरुमा अनि त्यसपछि ट्रेन लिएर जान्छु त्यहाँदेखि अनि यस्तै छ गाइज के छ भिडियोलाई लाइक गरिदिनु च्यानल सब्सक्राइब गरिदिनु होला धेरै दिनपछि भ्लग धेरै महिनापछि यो अब फाइनल्ली नर्वेमा चाहिँ समर लागिसकेको छ समर लागिसकेको छ त्यो विन्टर त्यो काली लाग्दो अँध्यारो त्यो विन्टर चिसो मौसम चाहिँ गइसकेको छ हिउँहरू पग्लिसकेका छन् समर लागिसक्यो भनेर गलत भनेछु अहिले चाहिँ स्प्रिङ लागिसक्यो तर एकदम न्यानो फिल भइरहेको छ त्यो चिसो काली लाग्दो विन्टर गइसक्यो आनन्दले उज्यालो दिनहरू फिर्ता आए जे रमाइलो लाग्छ यस्तो दिनहरू देख्दाखेरि एकदम राम्रो फिल भइरहेको छ यस्तो छ दिनहरू एकदम टेम्परेचर नि आजकल 17-18 जान लागिसक्यो त्यत्रो धेरै 17-18 डिग्री भनेको त बाप्रे यस माइनस त्यही बढेर 18मा पुग्यो भने चाहिँ त्यही हो यो चाहिँ मैले पहिले नै पनि मेन्सन गरिसकेको छु भिडियोमा टक्क तल मेट्रो लिनु जानको लागि चाहिँ लिफ्टको यो बटन दबाउने त्यहाँबाट हेर्ने लिफ्ट कुन आउँछ अनि जुन लिफ्टमा आउँछ त्यही लिफ्टमा चढ्ने अनि तल मेट्रोमा जाने बटन दबाउने लिफ्टमा अनि ट्याक्क मेट्रो स्टेसनमा पुगिन्छ अन्डरग्राउन्ड मेट्रो स्टेसन अनि गाइस मेरो ड्रेसअप चाहिँ यस्तो रहेको छ सेतो जुत्ता जिन पाउलको ट्याक्क टल्किएको त्यहाँबाट पानी चाहिँ सोच्नु होला मेट्रो र ट्रेनमा चाहिँ के डिफ्रेन्स छ भनेर मेट्रो चाहिँ पुरा सिटीमा मात्रै घुम्छ पुरा मेन सिटीमा कुनै एउटा स्पेसिफिक सिटीभित्र मात्रै भने ट्रेन चाहिँ डिफ्रेन्ट पार्ट्समा जान्छ जस्तै अर्कै सहर अर्कै ठाउँ जस्तै देशभित्रकै म चाहिँ सेन्टरमा आइपुगेँ अहिले चाहिँ ट्याक्कै कति बजे भन्दा 8:05 गइसकेको छ 8:05 जान यस्तो उज्यालो छ 9 बजीसम्म यस्तै उज्यालो रहन्छ यहाँ चाहिँ स्प्रिङमा पछि त झन् अँध्यारै हुन्न रे म चाहिँ समरमा पुरै बसेको छैन नर्वेमा तर पछि चाहिँ अँध्यारै हुँदैन रे म चाहिँ यो तपाईँहरूलाई देखाउनुलाई बाहिर निक्लेको कि यस्तो 8:05 जान यत्तिको उज्यालो छ भनेर त्यही हो सो म चाहिँ फाइनल्ली ट्रेनको ट्र्याकमा आइसकेको छु ट्रेनको स्टेसनमा आइसकेको छु अब मेरो चाहिँ 8:40 ट्रेन छ म ट्रेनमा अरू भ्लग गराउने छु अनि भोलि पोस्टग्रुन पुगेपछि पोस्टग्रुनको भ्लगहरू नै आउने छन् धेरै नै पोस्टग्रुनका भ्लगहरू गराउने छु र धेरै गराउने छु म भ्लगहरू त्यहाँ यता त्यही हो ठिक छ लाइक गरिदिनु च्यानल सब्सक्राइब गरिदिनु परेको चाहिँ यहाँ
डराउँछ मान्छेले परेर कति केही देखेर नदेखेर गर्छ अनि परेको केही मान्छेहरू अब म त्यसको अगाडि गएर उभियो भने पनि त्यो डराएर भाग्दैन कि नेपालमा अब गुलियोले हान्छन् र अनि परेको मान्छे भने कि भागिहाल्छन् नि बाघदेखि यहाँ त मान्छेले के इग्नोर गरिदिन्छन् त्यही भएर परेको म त्यसको नजिकै गएँ भने पनि त्यो उठ्दैन यो चाहिँ मेरो ट्रेन आइसकेको छ म चाहिँ यही ट्रेनमा चढेर जाने हो त्यसैले अब चाहिँ म यस फाइनल ट्रेन आइसक्यो तर तिमी आएनौ चाहिँ मेरो फर्स्ट टाइम हो टोवेटमा त्यसैले चाहिँ म तपाईँहरूलाई आफूले जानेको देखाउँछु यो चाहिँ सिटहरू यो थियो ट्रेनको त्यहाँ थक्क नर्वेजियन आउँछ कि मुखा खाले आजकल यो चाहिँ ट्रेनको सिटहरू योमा चाहिँ ब्याग सुटकेसहरू राख्नुको लागि ठाउँ अनि यो चाहिँ सिट एउटा यता फर्केको एउटा यता फर्केको सिट नम्बर छ होइन टिकट काटेर चाहिँ जुन खाले सिट थियो त्यसैमा गएर बस्ने हो यहाँ चाहिँ मोबाइल चार्ज गर्नको लागि अब दुईवटा ढाङ छ नि त्यहाँ छिराएर चार्ज गर्ने मोबाइल त्यो अब थाहा होला नि हजुरलाई त्यो चार्जर युज गर्ने त्यो चाहिँ इमर्जेन्सी ब्रेक भयो अब त्यो चाहिँ यो चाहिँ सानो टेबल यसो खाना नास्ता केही खाने भयो पार त्यो चाहिँ डिजिटल स्क्रिन जहाँ चाहिँ यो ठाउँ आयो त्यो ठाउँ गयो भने चाहिँ यो ठाउँमा यति गरी पुगिन्छ यस्तो देखाउँछ हामी यहाँ छौँ त्यस्तो चाहिँ यो सिटमा बस्नुमा किनकि अगाडिको सर र भ्यू देखिँदै जानु भइन्छ नि सर र यहाँदेखि चाहिँ अगाडिको ट्रेनको यस्तो हो नि त सिधा होइन र यस्तो होइन सिधै हो नि हो त्यहाँबाटको भ्यू देखाउँदै जानु अब राति भइसक्यो त्यहीँ यदि मिल्यो भने मैले सकेसम्म भ्यू देखाउने कोसिस गर्नेछु फाइनल ट्रेन चाहिँ होइन म तपाईँहरूलाई सबै फिचर देखाउँछु यहाँ चाहिँ वासरुम यहाँको ट्रेनको फिचर है अनि यो चाहिँ सिट यहाँ केही खाना भयो आफैले ल्याएको खाना भयो चाहिँ खानको लागि यो चाहिँ हाम्रो हिँड्ने ट्रेन अनि यहाँ चाहिँ चार्ज गर्ने ठाउँ चार्ज गर्ने ठाउँ अनि फ्री वाइफाई अनि त्यहाँ चाहिँ स्टेसन कुन हो भनेर त्यहाँ नाइट सुर्ने भएको कारणले चाहिँ म राम्रो देखाउनु नपाउँला बाहिरको सिन तर देखाउने कोसिस गर्ने सकेसम्म ट्र्याकसम्म पनि झिलिमिली बत्ती हुँदो रहेछ यहाँ चाहिँ नयाँ चिज देख्नु पाइयो रोमान्चले मन्स्टर खोलेर अटेक्क गीत सुनेर आनन्द चिरोमा बसेर त्यही हो गाइस यो बटन दबाउने अनि ट्याक्कै यो टोइलेटको ढोका भयो के अरे यस्तो कर्भ परेको छ ट्याक्कै बाहिरदेखि यो बटन दबाएपछि यो ढोका खोल्छ अनि अटोमेटिक लाग्छ है ढोका चाहिँ यो चाहिँ टोइलेट भयो यस्तो सानो टोइलेट ठिक्कको यो चाहिँ सानो होइन यो चाहिँ यस्तो हुँदो रहेछ यो चाहिँ सानो हात धुनुको लागि वास बेसिन अनि यो चाहिँ टोइलेट तुर्काउनुको लागि त्यो अब म तुर्काउँछु है गाइस सानो रहेछ हजुरलाई देखाउनु मात्रै रहेछ अब म तुर्काएँ सो गाइस म चाहिँ तुर्काएर हात साथ धोइसकेँ यस्तो गरेर अटोमेटिक सेन्सरहरू छ अनि यहाँ चाहिँ टोइलेट चाहिँ खै खुल्लो छ न त त्यहाँ हावा आउँछ त्यो त वाइस प्लस हुन्छ सबै जानु यो चाहिँ तनसोल भन्ने सिटीमा आइभएको छ तनसोल भन्ने चाहिँ हाम्रो एकदम हाम्रो नेपालमा अलिक फेमस नै सिटी हो सो त्यस्तो रहेछ लाइक टर्केको कारणले गर्दाखेरि आउँदैन म राम्रो देखिएको छैन अलिअलि देखिन्छ
छ ट्रेन सेट त्यही हो के गर्नु अब केही त्यस्तो बाटोमा देख्यो भने देखाउँछु अन्त झिलिमिल म चाहिँ फाइनल स्कुलमा पुगेँ त यहाँ त पानी परिरहेको रहेछ नि मेरो मेट्रो चाहिँ यहाँ त पानी परिरहेको रहेछ आलु दाइलाई कुर्ने अनि त्यहाँबाट जाने आलु दाइलाई कुरेर पानी परेछ त्यही भएर म चाहिँ छाताबाट हिँड्छु डर पानी डर्के यहाँ आउँदा बित्तिकै मोबाइल नै बाहिर गएर यस्तै हात तन्का भ्लग गर्न नि मिलेन पानी गरेर कडा पानी परेर जोस् अलरेडी मौसम हेरेर म चाहिँ प्रिपेयर भएर छाता लिएर आइसकेको थिएँ त्यही भएर एकदम सजिलो भयो त्यही भएर नर्मल मौसम हेरेर हिँड्न पर्छ मौसम हेरेर कपडा लाउनु पर्छ भन्छन् क्या स्मार्ट बोय हेलो आलु दाइ हेलो आलु दाइ आलु दाइ हेलो आलु दाइ आलु दाइ सो आलु दाइ के छ हालखबर ठिक छ पानी परिरहेछ आलु दाइलाई भेटियो फाइनल्ली सो गाइस यो चाहिँ आलु दाइको रुम यदि हजुरहरू केही गरेर पछि कथावश मास्टर्स गर्न या युनिभर्सिटी पढ्न यहाँ आउनुभयो भने यस्तै टाइपको स्टुडेन्ट बुलीमा बस्नु नि तपाईँहरू एउटा बेड त्यो चाहिँ वासरुम यो चाहिँ किचन यो चाहिँ फ्रिज त्यहाँबाट यही यो चाहिँ आलु दाइ गेमिङ कम्प्युटर अनि हामी चाहिँ रुममा एकछिन रेस्ट गऱ्यौँ अब हामी चाहिँ रेस्ट गरेर घुम्न हिँड्न लागेका छौँ कति बज्यो भन्दाखेरि दाइ कति बज्यो गएर 12 बज्यो होइन 12:30 भएछ खै देखाइदिउँ त घडी यहाँ टाइम मोबाइलमा टाइम 12:30 भयो अब हामी चाहिँ घुम्न हिँड्न लागेको ट्याक्क अर्को सिटीमा गएर घुमेर आउने यसो रातिमा अब गाइस हामी चाहिँ गाडीमा चढेर अर्को सहर हिँड्दैछौँ आलु दाइले गाडी चलाइरहनु भएको छ अगाडिका सिनहरू यस्ता छन् यस्तो सिनहरू छ सो गाइस पानी चाहिँ नराम्रोसित दर्किएको छ एकदम सले भन्ने तरिकाले त्यहाँबाट पानी र बाटोको ब्लेन्डिङ र लाइटको पनि ब्लेन्डिङ हुँदाखेरि चाहिँ बाटो चाहिँ एकदम ओहो भन्ने खालको देखिएको छ सर एकदम झिलिमिली जताततै रियल लाइफमा झन् दामी छ भ्लगमा नदेखिएको होला तर रियल लाइफमा यस्तो ब्लेन्डिङ यस्तो स्वाक देखिएको छ सो गाइस हामी चाहिँ फाइनल्ली ब्रेविक भन्ने सहर आइसकेका छौँ वाह जस्ट ब्युटिफुल एन्ड क्या दामी है त्यो पुल झिलिमिली यो पुलको सही छ कि ब्युटी सही झिलिमिली छ कि यो पुल नै मैले अझै नजिक गएर राम्रो देखाउने छु हामी चाहिँ ब्रेविक भन्ने सहर सानो सहर टाउन भनौँ इन्टर गरिसक्यौँ सो गाइस रियल ब्युटी भनेको के हेर्न चाहनुहुन्छ नर्वेको सिटीहरूको ट्याक्क यहाँदेखि सर खोला बोकिरहेको ट्याक्क टकिरहेको खोला भन्नु लाइटमा त्यहाँदेखि यो चाहिँ एउटा गार्डन जस्तो अनि यो सिटीको नाम चाहिँ ब्रेविक यो चाहिँ ब्रेविकको पुल पुरै हेर्दाखेरि एकदम क्या जस्ट वाव भन्ने खालको के हुन्छ नि अलि यो चाहिँ पुरै ब्रेविक सिटी अनि यो चाहिँ समुद्रको यो चाहिँ दाइ यो समुद्रको पानी यो चाहिँ समुद्रको पानी
सो गाइज हामी चाहिँ ठ्याक्क त्यही ठाउँको पारिपट्टि है, पारिपट्टि नभए पनि यो चाहिँ पुल भयो भने हामी चाहिँ यताको साइड त्यो राम्रो छ। यहीँ छ समुद्र अनि यो चाहिँ गाडी आलु दाइ एकदम त्यही भनौँ पुलकै मुनि छौँ हामी चाहिँ ठ्याक्कै। त्यो चाहिँ पुलको खम्बा हो, यो चाहिँ कस्तो देखाम यस्तरी यो चाहिँ पुलको खम्बा, यो चाहिँ समुद्र एकदम राम्रो छ यार। त्यो सर एकदम लोभ लाग्दो। गाइस अब एउटा बिरोल हान्दिउँ है त, बिरोल त्यो पनि क्यामेरादेखि होइन मोबाइलदेखि नै ल है। सो गाइस मैले चाहिँ यहाँ आफ्नो लागि बेड लगाइसकेँ। ल आलु दा यता हेर्नु त, गुड नाइट। सो गाइस भ्लग चाहिँ मैले एकदम छोटो सकेको मिठो र आफूले जानेको जति गराउने कोसिस गरेको। सायद इन्ट्रेस्टिङ भएन होला या फिर इन्ट्रेस्टिङ भयो होला त्यो मलाई थाहा भएन। च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु, भिडियोलाई चाहिँ लाइक गरिदिनु अनि एकदम सबैमा सेयर गरिदिनु। धेरै पछि राखेको छु त्यसैले सायद च्यानल डाउन पनि भइसक्यो होला, त्यसैले लगाइस् अब बनाउनु खोजेको तर इन्ट्रेस्टिङ भएन भने पनि सपोर्ट गरिदिनु होला। धन्यवाद। ल गाइस म चाहिँ अब सुतेँ। जय शम्भो।